हेलो साथीहरू नमस्ते सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु अनि तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ अनि मैले चाहिँ आज सानो मिनी भ्लग बनाएको छु सबैजनाले माया गरिदिनु होला के गर्ने यसो हामीलाई पनि युट्युबबाट 1-2 रुपैयाँ आउँछ कि भनी आश के फेरि के गर्ने त हैन आश भन्ने कुरा सास भएपछि लाग्दो रहेछ अनि त्यसपछि म चाहिँ दिदीको घरबाट अब पोखरातिर फर्किदै छु अनि उकालोमा अनि बिसाइ हेर्नु 10 मिनेटको उकालो पनि हामीलाई चाहिँ आधी घण्टा जस्तै लाग्यो अनि दिदी बहिनी सुख दुःखको गफ गर्यौं अनि साँझ परेपछि अब के गर्ने छोरी मान्छेको कर्म आफ्नो आफ्नै वासस्थानतिर फर्कियौं अनि त्यसपछि हामीले चाहिँ दाइ भाउजू छुट्नु भयो कान्छी बहिनी छुटी ठुली दिदी छुट्नु भयो भन्दै भन्दै गफ गर्दै ओर्दै त्यति उकालो चाहिँ जस हाम्रो यात्रा घिसार्यौं माथि आयौं हैन अलिकति माथि आएपछि एउटा पिपलको चौतारा छ अनि त्यो चौतारा चाहिँ एकदमै रमाइलो लाग्छ मलाई चाहिँ अनि त्यसपछि त्यहाँ भिडियो बनाएँ अनि दिदीहरु एकछिन रेस्ट गर्नुभयो सुख दुःखको कुराहरु भयो अनि त्यसपछि हेर्नु त्यहाँ लाई हेर्नु है त्यहाँ पारिपट्टि चाहिँ लेखनाथ बजार हो राम्रोसँग देखिएन मेरो टाउकोले छेकियो अब हेर्नु है त त्यहाँ अस्ताउने बेलाको घाम देखिन्छ यस्तो राम्रो देखिन्छ नि वाउ हेर्नु त पिपलको बुट्टो वाउ यो चाहिँ मलाई एकदम धेरै मन पर्यो पारि हेर्नु कस्तो राम्रो घाम टल्केको है साँझको अस्ताउने बेलाको घाम अनि ल साथीहरु अब यस्तै हो सुख दुःख भन्ने कुरा माया गर्नु होला अनि त्यही हो मेरो मिनी भ्लग यतिमै समाप्त हुन्छ अहिलेलाई बाइ स्टे सेफ स्टे स्ट्रङ बाइ